सिंगल अस्माकं विद्यालयस्य नाम बोठाटार अङ्ग्रेजी माध्यमिक विद्यालय अस्ति। आज हामी श्रीमद् भगवत गीताको अध्याय 2 को श्लोक नम्बर 1 देखि श्लोक नम्बर 5 सम्म वाचन गर्न गइरहेका छौँ। ओम श्री परमात्मने नमः। अथ द्वितीयोऽध्यायः। संजय उवाच तं तथा कृपयाभीष्टं दस्यु पुरीक्षणं रीसिदन्तमिदं वाक्यमुवाच मधुसूदनः। संजय भन्दछन् कि यस प्रकार करुणाले व्याप्त र हाँसले पूर्ण तथा शोकयुक्त ती अर्जुनप्रति भगवान् मधुसूदनले यस्तो वचन भन्नुभयो। श्री भगवान् उवाच कुतस्त्वाकस्मरमिदं विश्वमे समुपस्थितम् अनार्यजुष्टमस्वर्गं मकीर्तिकरमर्जुन। श्री भगवान् भन्नुहुन्छ, हे अर्जुन, तिमीलाई यस असमयमा यो मोह के कारणले प्राप्त भयो? किनभने न त यो श्रेष्ठ पुरुषद्वारा आचरण गरिन्छ, न स्वर्गलाई प्रदान गर्छ र न कीर्ति गर्नेवाला नै छ।